हेलो साथीहरू यहाँ सबैजनालाई फेरि पनि आज नमस्कार। धेरै पछि लगभग 2-4 दिनपछि फेरि पनि म भ्लगमा फेरि पनि आएको छु। आज चाहिँ भने म सुँगुरलाई चारो खोज्नको लागि म गएको छु जङ्गलमा। मैले ठ्याक्कै जङ्गलमा छु। हाम्रो जङ्गल सुँगुर चारो खोज्ने जङ्गल चाहिँ यही हो। अहिले चाहिँ छैन रहेछ चारो यहाँ। अलैँची फानेको कारणले गर्दा अलैँचीको जङ्गलहरू सबै फान्ने सिजन भएको कारणले गर्दा चारो नभएपछि म चाहिँ अहिले एकछिन शीतलमा बसेको छु। चारो चाहिँ यति मात्रै भेला पारेको छु मैले, देख्न सक्नुहुन्छ। यो बोरामा आधा मात्रै छ। अब कहाँ जाउँ भन्ने अन्यलमा छु म। चारो छैन रहेछ, त्यस कारणले गर्दाखेरि म यहाँ अहिले एकछिन बिसाको एकदमै गर्मी भयो अनि घाम पनि पुरा लागिरहेछ, बर्खा समय छ। त्यस कारणले गर्दाखेरि म एकछिन यहाँ ठ्याक्क अहिलेसम्म बसेर मैले उठेको यहाँबाट ठ्याक्कै मैले भ्लग स्टार्ट हाल्दैछु। र फेरि पनि यता यो जङ्गलतिर छिर्नुपर्ने हुन्छ चारो खोज्न चाहिँ, होइन। यो चारो कतिको पाउँछ हेर्नुपर्ने छ। यो पल्कियो यो साइडमा जानुपर्ने छ, यता ठ्याक्कै यहाँदेखि उता यो रुख छ। यसको रुखको फेदमा चाहिँ मैले चारो खोज्नुपर्ने हुन्छ। त्यहाँ थियो भने म चारो काट्छु, थिएन भने सायद म यति नै लगेर जान्छु होला आज। ल म चाहिँ अब यो जङ्गलबाट छिरेँ। बाटो त छैन, पुरा जङ्गल भएछ होइन। म गाडी बोकेर पुरा यो बोरामा बोकेर यस्तो बाटो छिर्नुपर्ने छ। अब यहाँ कसरी जाने हो? आमा जङ्गल, डरलाग्दो जङ्गल पो रहेछ त हो। बाटै छैन रहेछ त। त्यहाँ निस्किएपछि चाहिँ म चारो खोजौँ भनेको पुरा जङ्गल भएर बाटो यस्तो छ। कसरी? ओ माइ गड, बाटो खत्तम छ है। मान्छे पुर्ने जङ्गल भइसकेछ। एउटा हातले भारी, एउटा हातले मोबाइल बोकेर हिँड्नु बहुत अप्ठ्यारो भयो त। एकछिन हेर्दै गर्नु साथीहरू। चारो चाहिँ छैन रहेछ, तर पनि अलिअलि यिनीहरू अब म ठ्याक्कै यहाँ सिला गर्नुपर्ने हुन्छ। धेरै छैन, त्यस कारणले गर्दा अलिअलि गर्दै यो जङ्गलमा यो वरिपरि बस्ती छ म। यहाँ चारो म हल्का खोज्नुपर्ने भएकोले गर्दा भिडियो गर्न चाहिँ मैले सक्दिनँ, किनभने हाम्रो ठाउँमा अब सबै कुराको सुविधा छैन। त्यस कारणले गर्दा म अब एकछिन केही समय चारो खोज्नतर्फ लागेँ। हेर्दै गर्नु होला के कसो छ, कमेन्ट पनि गर्दै जानुहोस्, लाइक सेयर एन्ड सब्सक्राइब। विशेष सब्सक्राइब पनि गरिदिनु होला, म आजको अनुरोध गर्दछु होइन। सबै कुरा प्रतिक्रिया पनि दिँदै जानु होला, यहाँको राय सल्लाह सुझाव पनि दिनुहोस्। त्यो अनुसार हामी अगाडि बढ्ने छौँ। तपाईँहरू सबैजना सहायता गरिदिनु होला। फाइनल्ली गाइज, मैले आज मेरो काम मैले कम्प्लिट गरेको छु। म आज साँच्चै अघि तपाईँलाई मैले भनिसकेको छु कि म सुँगुरलाई अनि चारो खोज्नको निम्ति म आएको थिएँ। अहिले चाहिँ फाइनल्ली एक ढोक्रो होइन, मैले एक बोरा भारी मैले पुर्याइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ होइन। मैले पुरा जङ्गलभरि खोज्दा ठ्याक्कै मैले अहिले चाहिँ एक भारी मैले सुँगुरको चारो पुऱ्याएर अब चाहिँ म उकालो घर लाग्नुपर्ने हुन्छ साथीहरू। पानी पनि पर्न आँटिसकेको छ, मौसमी देख्न सक्नुहुन्छ यस्तो छ होइन। पानी पर्लै जस्तो भइसकेको छ। त्यस कारणले गर्दा अब म घरतिर लाग्छु साथीहरू। हेर्दै गर्नुहोस्, सपोर्ट गर्दै गर्नु होला होइन। के कस्तो हुँदैछ मेरो भ्लग मैले कन्टिन्यू चाहिँ गर्न सकिराखेको छैन, काम कार्यताको व्यस्तताको कारणले गर्दा होइन। अनि तर यसरी नै म मेरो भिडियोहरू यहाँहरूको माझ ल्याउने बाचा गर्दछु। अब चाहिँ भने म उकालो लाग्नेछु। के बिच बाटोमा
उकालो भारी बोकेर हिँड्दैछु म चाहिँ। पुरै बाटो चाहिँ उकालो छ होइन। अहिले आएको यहाँ तलबाट हो, बाट आएको छु म 500 बिच बाटोमा भारी बोकेर सुँगुरलाई चारो दिएर जाँदैछु साथीहरू। गाह्रो छ है, गाह्रो छ। गाह्रो नगरिकन, गाह्रो नभइकन फेरि घाँस पनि हुँदैन, सुक्खा पनि पाइँदैन। त्यस कारणले गर्दा दुःख कष्ट भोग्नुपर्ने हुन्छ। ओह त्यही नै साथी। ल कालो कालो हिँड्नुपर्ने छ बाटो चाहिँ, पहाडको बाटो होइन। तर यस्तो समथार त हुँदैन। ओह त्यस कारणले गर्दा उकाली ओह्राली हिँड्नुपर्छ। म चाहिँ अहिले ठ्याक्कै मेरो सुँगुर भएको ठाउँमा आइपुगेको छु होइन। यहाँ चाहिँ मेरो सुँगुर छ, तपाईँले देख्न सक्नुहुन्छ। मेरो सुँगुर चाहिँ यहाँ छ। यसैको लागि म चाहिँ चारो खोज्न गएको हो। मेरो सुँगुर चाहिँ यो है साथी, सुँगुर खोर। मेरो सुँगुर यहाँ छ। यसरी म यसको लागि चारो खोज्दै खोज्दै आएको हो। फाइनल गाइस, म घर आइपुगिसकेको छु। दिस इज माई होम। यो चाहिँ मेरो घर हो, मेरो पसल तपाईँले देख्न सक्नुहुन्छ। म आजको चारो खोजेर म आइसकेको छु ढक्कसँगले। मेरो पसलमा यस्ता सामानहरू चाहिँ पाउँछ है सायद होइन। फोटो सम्बन्धीको डिजाइन छ। यो चाहिँ मेरो पसल। Okay, thank you for watching. Please keep supporting and subscribe. Okay, bye bye.